यो आज हाम्रोमा Redmi 12C आएको छ। यसको LCD अथवा डिस्प्ले कसरी चेन्ज गर्ने भन्ने गइरहेको छ। सबभन्दा पहिला यसको ब्याक प्यानल सिम ट्रे निकाल्यौँ। सिम ट्रेको यो एङ्गलबाट ब्याक प्यानल खोल्छौँ। अब यो स्क्रुहरू निकाल्छौँ। अब भने सबै स्क्रु ब्याक प्यानलको यस्तो भएको छ। अब हामीले चाहिँ यो फिङ्गरप्रिन्ट निकाल्यौँ। फिङ्गरप्रिन्ट पछाडि ब्याट्री निकाल्छौँ। ब्याट्री निकाली यो पहिला पनि डिस्प्ले चेन्ज गरेको फोन रहेछ। यहाँ गएर यो निकाल्यौँ। चार्जिङको अब भने यो पुरै यो भागलाई पुरै क्लिन गर्नुपर्छ। यो भागलाई पुरै क्लिन गर्नुस्। यो क्लिन गरिसके पछाडि हजुरहरू होलसेल पसलमा जानुस्। पसलमा गएर एक्ज्याक्ट LCD को मोडल भन्नुस् र मोडल भनिसकेपछि हजुरले होलसेलमा LCD पाउनुहुन्छ। अनि घरमै बसी मजाले एकदमै सस्तोमा चेन्ज गर्न सक्नुहुन्छ। यदि तपाईलाई आवश्यक पर्छ भने सिद्धार्थ मोबाइल टेस्टमा आउनुभयो भने पनि हामीले होलसेल रेटमा दिनेछौँ। यो 12C को LCD रहेको छ। यसमा पनि सिरियल अनुसार हुन्छ। यो क्राउनको माग्नु होला। क्राउनको अलि ओरिजिनल रहेको छ। ट्याक्क क्राउनको ट्याक्क फिटिङ पनि हुन्छ है। मजाले फिटिङ पनि हुन्छ र ओरिजिनल पनि हुन्छ। यसको रेट भनेको त्यही 1000 देखि 1200 पाउनुहुन्छ होलसेलमा। 1000 देखि 1200 रुपैयाँ पर्छ है। यसरी मजाले फिटिङ गर्नु होला। फिटिङ गरेपछि ब्याट्री लाउनु होला। ब्याट्री लगाएर अन गरेर मजाले चेक गर्नु होला। चेक गर्यो भने चेक गरिसकेपछि सबै टच छ सब क्लियर छैन बल्ल गम लाउनु छ। नत्र यदि LCD मा फल्टी रहेछ भने तपाईको गम लगाइसकेपछि फिर्ता हुँदैन। गम नलाउँदै ल्याउनु भयो भने यो रिटर्न हुन्छ है। यो स्क्रु लाउनु भन्दा पहिला हजुरहरुले एकचोटी चार्ज गरेर हेर्नुस् चार्ज हुन्छ कि हुँदैन। देख्न सक्नुहुन्छ हाम्रो भने यो चार्ज लगिसकेको छ। अब भने हामीले यसमा स्क्रु लगाएर फिट गर्नेछौँ। ल स्क्रु पनि लगाएर भइयो। अब भने ब्याक प्यानल फिट गर्नेछौँ। यसको ब्याक प्यानल केही गर्नु पर्दैन। ब्याक प्यानल चाहिँ यतिकै अब फिङ्गरहरू यसको सेन्टरमा ट्याक्क पछाडिबाट अलि दबाइदिएपछि यो अटोमेटिक फिट भइहाल्यो है। देख्न सक्नुहुन्छ।